यसरी सेम हेर्नुहोस् र मलाई लासेमदेखि निक्लिरहेको छ यही दोमङ पुगिसकेको छ हेर्नुहोस् यहाँ घरमा चाहिँ म आशुहरूकोमा आज दोमङ हाम्रो प्रियदर्शिनी भान्जीकोमा रलासा भान्जी र यहाँ गएर रञ्जनाजीकोमा आउनुहोस् म तपाईँहरू लाँदैछु दोमङ लिएर लासेमदेखि म निस्केको हो सँगै रहनुहोस् हेर्नुहोस् ओमानी बिमारी र यसरी घरदेखि निस्किरहेको छ हेर्नुहोस् यहाँनिर खोजेर लागिरहेको छ हाम्रो घरदेखि लागिरहेको छौँ यहाँ घरदेखि यहाँ हाम्रो घर उकालो लागिरहेको छौँ जानुपर्ने यतै उकालो हो माथि डाँडा हेर्नुहोस् यहाँ डाँडाको फेदिङ बसेको चाहिँ यो हाम्रो जग्गा हो म आइपुग्यो हाइवे छेउमा यहाँ छ हेर्नुहोस् यो छत्तेनको पोर्ट छेउमा आइपुग्यो हिँड्नतर्फ लागिरहेको छौँ हेर्नुहोस् डाँडा छेउमै हेर्नु डाँडा छेउमै छ यहाँ पनि यहाँ घरमा हो यहाँ हाम्रो प्रियदर्शिनी भान्जीहरूको घरमा रबिना बहिनीको यासो यहाँ हाम्रो आगो त्यो बत्ती राख्नु सक्नु बत्ती लिएर आएर त हुन्छ भनेको थियो तिमीलाई होइन हस् हस् ठिकै छ त अन्त अस्तिले प्रियदर्शनी भान्जी ट्रान्सले भिडियो गरिदिएको भान्जी आऊ मनाउनु गर्नुपर्छ आऊ राम्रो मनले बत्ती ल्याउनु भयो क्या बत्ती ल्याउनु भयो क्या बत्ती ल्याएको थियो तर लु चोखो पानी ल्याउनुहोस् ल चलाउनु अब त्यो तामाको भाँडा अलिअलि उयो छिर्किदिन्छु ल यसरी हाम्रो बहिनीले पानी चढाउनु हुँदैछ धुनुपर्छ है सपतिङमा अलिअलि नानी बिस्तारी लाउनुहोस् है बिस्तारी उयो त अहिले आप्पा आमाले पनि लाउँछ लग लग फेरि एक एक बुन लगाउँछ नानी तुरुत्र वान वर्ड ड्रप ड्रप लु भयो राखिदियो कि नि अहिले आप्पा आमाले पनि यहाँ हाम्रो बहिनीले रलासाले भगवान्को यहाँ बत्ती अम्ला डढे मार्कुले गर्ने बत्ती बाल्नु हुँदैछ लु भयो निभाएर उता राखिदेऊ उता हेरेर उहाँले यसरी बत्ती बाल्नु भयो आउनुहोस् अब धुप लिनुहोस् पहिले धुप बाल्नु पऱ्यो नि त पानी चाहिन्छ पानी भर्ती यहाँ छेउमा ल्याउनुहोस् ल भर्ती चाहिन्छ पानी ल्याउनुहोस् न भर्ती बहिनी फर्काएको छु उन्ताली देखेन यहाँ यसो गरेर जुम गर्दैछ